स्नेक प्र्याङ्क गर्दै गर्दा यस्तो हुन्छ भनेर सोचेको पनि थिएन कि लास्टमा त पुरा खुट्टाबाट ब्लड आयो। सो हेलो गाइस, वेलकम ब्याक टु माई मिनी ब्लग D125। सो आजको यो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। तपाईँलाई मिनी ब्लग हेरेर राम्रो लाग्छ भने अहिले फलो गरी च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। आजकलको दिनहरू त गाइस गएको थाहा नै हुँदैन भनेको यति धेरै काम हुन्छ नि गाइस। काम गर्दा गर्दै पुरा रात परिहाल्छ क्या। अहिले चाहिँ नानो दिदीको खेतमा आएको छौँ, किन भन्दाखेरि उहाँको मम्मीले चाहिँ भुसामा काट्नु भएको थियो क्या यो गहुँ। योलाई एक ठाउँमा जम्मा गर्न मात्र बाँकी थियो, त्यसैले गाइस यसले एक ठाउँमा जम्मा गरेर अब चाहिँ मस्तसँग आफ्नो पनि काट्नु पर्छ यार, पुरा बाँकी छ। गहुँ काटेर त्यसपछि घरमा आएर गाइस मस्तसँग चटपटे खाना लाग्यो। म काम गरेपछि खाना त परिहाल्यो। फेरि नाम्लोलाई घुमाएर रिटाएर उडाएर गाइस खेतमा लिएर आयो अनि भाइलाई पनि कानमा चढायो। अब भाइलाई कानमा नचढेपछि त मान्दैन क्या। अब चाहिँ हाम्रो गाउँहरू एक ठाउँमा जम्मा गरिरहेछौँ, पुरा आकाशमा बादल लागेर पानी पर्यो भने फेरि भेजा हुन्छ नि त। यो कातो लुक्स लागेको सर्प जस्तो भएकोले गाइस प्र्याङ्क गर्दा त यस्तो रिएक्सन पायो। फेरि फुपूको चाहिँ त्यस्तो रिएक्सन थियो। अब आन्टीलाई प्र्याङ्क गर्छु भन्दा त गाइस आन्टीको चाहिँ नो रिएक्सन। अब म आफै पस्ताएँ के। अगाडि नै भयो आन्टीमाथि प्र्याङ्क गरेको भए कडा रिएक्सन पाउँथ्यो, तर गाइस भएन क्या। स्नेक प्र्याङ्क गरिसकेपछि मस्तसँग घरमा आएर ग्वाममा पारे चाउमिन खाएर अब चाहिँ यो डे अब कस्तो डे 2 भन्नुहुन्छ भने 2 दिनको ब्लगहरू गाइस एउटा भिडियोमा छ, त्यसैले यो चाहिँ डे 2 माथि चाहिँ गाउँ चुटाइरहेको थियो अनि गाइस तलको गाउँ चाहिँ एकट्ठा गर्न बाँकी थियो, त्यसैले म र आन्टी चाहिँ आएर मस्तसँग यता एकट्ठा गर्न लाग्यो। माथिको गाउँ चुटिसक्नुभन्दा अगाडि चाहिँ हामीले यो पुरै थोप्डाउन सक्नुपर्छ अनि सुकाएर फेरि हामी लाग्यौँ डियो खान। त मेन्सन डियो खाएर फेरि गाइस यस्तो कडा थियो नि यो डियो चाहिँ, जिब्रोमा लगाउँदाखेरि गाइस पुरा करेन्ट लागे जस्तो हुने क्या यो डियो खाएर। अब बहिनीलाई मेन्सन डियोले भएन, यसलाई चाहियो अब माउन्टेन डियो गाइस, त्यसैले हामीसँग माउन्टेन डियो पनि थियो। ल खा भनेर फालेर अब मस्तसँग खाएर अब डियो सियो खाएर गाइस डियोको पावर देखाउँछु भन्दा त यार यस्तो भयो क्या, सोचेको पनि थिएन यस्तो हुन्छ भनेर। अनि के थियो गाइस, फेरि मैले पनि यस्तो भने एक बार धोखा खा चुका हूँ, दोबारा नहीं खाऊंगा। तोरीको खन्टाहरूको कारणले हो कि गाई जसरी गोदिएको। अब जे हुनु थियो भइहाल्यो गाई, जब दुःख मानेर के हुँदैन। त्यसैले अब मस्तसँग गाउँ चुटाएर गाउँसम्म भित्र हालेर त्यसपछि मस्तसँग रोटी खानुपर्छ। पेट भर्नको लागि त अनि गाई त्यति मिहिनेत गरिरहेको अनि भोग्न लाग्नेको भए त फेरि कसले गर्थ्यो र यति बेला। हाम्रो मेनालाई देखेर उताबाट फ्रीको पाउडर पनि आइरहेछ अनि यता चाहिँ यस्तो भइरहेको। एक बार धोखा खा चुका हूँ, दोबारा नहीं खाऊंगा। गाउँ पनि चुटाएर घरमा बोकेर अनि यता चाहिँ माछा पनि फसेर रहेछ। यतिको काम गरेर गाइस रातमा चाहिँ मस्तसँग माछाको सुप खानुपर्छ क्या। मेरो भाइ र बहिनी कति राम्रो के, माछा पानीमा मर्छ भनेर भाइर छोडेर अब मस्तसँग माछा पनि सास फेरिरहेको। यतिको राम्रो बहिनी र भाइ भएर त गाइस गाह्रै पर्ला कि। अनि चिलो बोक्दा त यस्तो हुन्छ गाइस, लास्टै गाह्रो हुन्छ कि। तपाईँहरूले कस्तो छ कमेन्ट गर्नु होला। चिलो बोक्नु भए चाहिँ जति पनि बोकिन्छ, तर गाइस उसलाई खनाउनु पर्यो भने त यस्तो हुन्छ। बोक्न चाहिँ त्यति गाह्रो हुँदैन जति गाह्रो चाहिँ यो चिलोले खन्याउनु हुन्छ के। बाबरे पुरा